दिस ग्याङ वेलकम ब्याक है फेरि पनि चिसो चिसो मौसमबाट वेलकम ब्याक फेरि न्यू भिडियो आफ्टर अ लङ टाइम है। अहिले चाहिँ यहाँ स्नोफल भइरह हल्का फुल्का अनि अहिले चाहिँ म काममा जाँदैछु। लेट्स सी अ डे इन माई लाइफ एन्ड बर्गर है। मिनटमा चाहिँ अब छोड्दैछ ट्रेन है। फाइनली अब चाहिँ म यहाँदेखि बसमा जानुपर्ने हुन्छ। फेरि आई हेभ टु वेट फर द बस। बस आउँछ अनि यहाँदेखि चाहिँ 2 मिनटमा पुगिन्छ है त। बस पनि आइसकेको अवस्था। म चाहिँ हल्का छिटो आएको थिएँ यतातिर यसो स्कुल रहेछ स्कुलतिर घुमेर आएको होइन। यस्तै छ चिसो छ क्या हो मौसम चिसो छ। विन्टर सुरु भयो यतातिर त्यस्तै अब भ्लगहरू अनि कामहरू अब कलेज नै जानै पऱ्यो। ठिकै ब्यालेन्स भइरहेको भनौँ न चलिरहेछ अहिलेसम्म चाहिँ हेर्दै जाम। स्पिन अलमोस्ट 1 वर्ष हुन लागिसक्यो म आएको होइन। भ्लग चाहिँ गरि नै राखेँ त्यही हो एडिट गरेर हाल्नु नै पाएको छैन क्या। अब टाइम म्यानेज गर्दा यताउता गरेर त्यस्तै नै भइरहेको। होप सबै आरामै हुनुहुन्छ होला। यस्तै छ बिस्तारै आउँछ माइकको भ्लग पनि। हल्का हल्का स्नोफल सुरु भइरहेछ। अब पर्छ होला मजाले नै पर्छ होला। चिसो छ गाई चिसो छ। गाइज फाइनल्ली एट रेस्टुरेन्ट है। अब चाहिँ टक्क हाम्रो काम सुरु हुन्छ होइन। ल आजको दिनको सुरुवात रेड बुलसँग है। ल गाइज अब चाहिँ मेरो छुट्टी भइसक्यो होइन। फाइनल्ली आम अफ। अब टक्क यहाँ बर्गर बनाउनुपर्छ अनि जानुपर्छ।
चाहिँ निस्किनु पर्छ ल बाई बाई बस यो भयो डिबेक सेफले यहाँ अब कहाँ हुन्छ मजा निस्क्यो है गाइज फाइनली मेरो काम चाहिँ सकियो होइन गोर्खी टेन टु भिजिट यस्तै छ बाहिर चाहिँ अघि चाहिँ स्नोफल भइरहेको थियो अहिले चाहिँ रोकिसक्यो गाइज अगाडि ग्रिन बल्देको अवस्था ल गाइज फाइनली आइएम ब्याक होम है अघिकै ठाउँमा आइसकेँ म बस्ने चाहिँ त्यहीँ हो सो त्यही नै थियो आजको छोटो मिठो भ्लगको एन्डिङ गरिदिउँ होला बाई बाई सी यु इन नेक्स्ट पानी परिरहेको थियो मसँग छाता थिएन छाता हुनेसँग नाता थिएन यस्तै हो गाइज बाई बाई सी यु